भाबीजीलाई कस्तो छ, केटाकेटी के गर्दैछन्, सासलाई कस्तो छ, लु मलाई बताउनुहोस् त। तिमीलाई के मतलब? के कुरा गर्नुभयो? हामी त्यत्रो वर्षको साथी होइन, हामी तिनजना मिलेर के मात्र गरेनौँ हेर्नु त। आम्मामामामा 3 वर्ष त जेलमै सडियो। यो त म कसरी बन्यो यो? हजुर मनमा बसी बसेको भएर होला, जति बेला नि हजुरलाई मात्रै देख्छु भने। म हो यार बुधान, छिटो फिनिस गर्नु नि यार तपाईको काम। डिस्टर्ब नगर्नु नि यार। म के गरिरहेको छु यार? यार सोल्टी किराती यही हो इन्सानियत तपाईको। कतिचोटि भने तपाईँलाई हर्बल लिहाल्नुहोस्, मान्नु भएन तपाईँ। दुःख दिनुहुन्छ यार, अहिले यहाँ मरिसक्यो मान्छे, छिटो गर्नु। सोल्टी नबोल्नु नि यार, हग्ने बेलामा नबोल्नु क्या। कतिचोटि भन्नु? तपाईँलाई पनि गाह्रो हुन्छ, मलाई पनि गाह्रो हुन्छ। यो कुन हगाई हो रे दादा? कुन हगाई हो यो? अरे आज के तपाईँ आज फलामै हग्नुहुन्छ? मान्छे यहाँ मरिसक्यो। बुडन ब्रो कति अलग गरेको तिम्रो? बिहान बिहान अफ्ठ्यारो भर लाग्यो क्या हो? अब के गर्ने, एउटै बाथरुम छ, कन्ट्रोल गरेर ल्याऊ है, कन्ट्रोल गर। यस्तो बेला मजाक गर्ने हो? तेरो सोल्टी हग्ने बेला नबोल्नु नि यार। कतिचोटि भन्नु? हग्ने बेलामा बोल्यो भने गु अड्किन्छ। हग्ने बेलामा नबोल्नु क्या, हग्ने बेलामा नबोल्नु। खाजा हग्नु भयो। भन्नुहोस् हजुर। फोन कति व्यस्त थियो त हजुर? कोसँग बोल्दै हो? फोन वाला त चर्पीमा छ हजुर। मैले त धेरै घन्टी बजेकोले फोन उठाइदिएको हजुर। निस्किसकेपछि फोन गर्न लगाइदिनु न है। हस्, कसलाई फोन गर्दिने भन्दिने हजुर? त्यहाँ नाम के लेखेको छ हजुर? यहाँ त माल नम्बर 2 भनेर सेभ गरेको छ हजुर। त्यही भन्दिने हो हजुर। अरे बाप रे, ये तो धोती खोल रहा है। भौसडी के? अहिले 2टा हातखुट्टा बाँचेर गल्लीको कुकुरलाई खाना दिन्छु। फोन राख। सुन्दैछु दाइ, भन्नु न। सुन कहाँ छ? तासामा सुन्छ, कान मेरो बुझ्छे। होइन तिमीहरू कहिले सुध्रने? अब फुर्सद हुनु पर्यो नि सुध्रिनलाई। यहाँ दौडा दौड छ। यो तिमा त छ जस्तो लागेको छ त मलाई तपाईँको। छैन रहेछ त। ओइ, तिमीहरूको मर्नुभन्दा अगाडि के अन्तिम इच्छा छ? दुख्नु अघि अलिकति पानी खानु पायो नि। ए पानी खान मन लाग्यो? साला तँहरुले गर्दा बच्चामै डाइपर नभएको मैले हग्नु पर्यो।